चिन्नुहुन्छ? होइन मैले त्यहीँ देखेको थिएँ नि त। म त्यहाँ काम गर्दैछु। अब आज गयो कहिले आउनु? आज गएर भोलि आइहाल्छ। यो बस्नु उतै उम्बै उम्बै बसेको हुँदैछ नि। उसँग त तर बसेर ढुक्कै हुन्छ। यहाँ कफेरमा चाहिँ दामी छ हौ घुम्नु ओर्नु पनि। तर धुप्पी भारी बेसी रहेछ यहाँ कफेरमा। जाडोमा त हरेस हुन्छ। अब अहिले गरम भएर चाहिँ मजै छ हो। तर अहिले जाडै छ नि कफेरमा त। ट्रेन साइडपट्टिबाट सानो हावा चिसो त कहाँ आउँछ। साह्रो चिसो। अब यता सन्तिपुरको त्यो घर यता हुन्छ नि। यता मात्रै तातो। तपाईँलाई पनि अस्ति स्कुटीमा कि बाइकमा देखेको थिएँ मैले। BS12 होइन यो त? BS12 होइन यो 15 हो। यो होइन नि BS3 र BS6 यो BS3 हो। अगाडिको चाहिँ BS6 हो। डोजर हो कि ट्र्याक्टर हो यो? तर यहाँ चाहिँ दामी बनाइदिएको छ नि। भ्यू दामी देख्छ। यहाँबाट अहिले उयो कुहिरो लागिरहेको त्यति उ देख्दैन नि त तुवालोले गर्दा। दिन उक्रिनु हो भने त यहाँ भ्यू दामी थियो नि। गङ्गाटे ट्र्याक्टर जुन चाहिँ यो पुल चलाउने क्या त नि जुन मिसिनहरू हुन्छ नि त्यो ट्र्याक्टरहरू हो तले उचालेर लाउँदा मान्छेले त कहाँ सक्छ रहेछ त्यसपछि साह्रो चिसो। बाइक स्कुटीतिर तर के डान्स खत्तम भयो रिपारिङको लागि पिएलले चाहिँ बनाउँदै रहेछ। गरम छ नि आउनु उता त गरम छ। गर्दा त गरम अस्ति अन्त घर जाँदाखेरि त घरमा पुग्दाखेरि गरम लाग्यो।
चिसो होला है यो अब चिसो भन्नु बिचरा गएको स्टुडेन्टहरू हिँडेर कोही बेला मायालु गाउँकोहरू हिँडेरै पुग्दो रहेछ पहिला यहाँ पनि सानो जङ्गल थिएन अहिले अन्त सहर बद्लिन आँट्यो अन्त बल्ल देख्दा त्यहाँदेखि चाहिँ तातो हुन्छ के अब हाइवेमा कुद्ने बानी भएर त यो रोड त के न के खासमा चाहिँ यो रोड बनिने थिएछ नि अब के भएर दिएन रहेछ त्यो हरिकोलाइदिनु के हरिकोलाई यो हाम्रो यो फादर तलै हो नि हरिकोला रेली निकाली माथि सुब्बा गाउँको छेउ है सुब्बा गाउँको अलिकति यताबाट हरिकोला होइन अहिले सूर्योदय ज्ञानपीठ भन्ने लेखेको पेम्बा ड्राइभर के भयो आज गएन रहेछ आज गएन स्टुडेन्टहरू बुधबार क्या जस्तो नभए त बिहानका 8:55 जाँदै थियो अहिले अन्त कति 7:30मै हिँड्दो रहेछ टाइम छैन खोइ 7 बजे पहिला हामी कफेरबाट टक्कै 7 बजी हिँड्यो कोही बेला छिटो फेरि इन्द्र फेरि 10 बजे उकालो त्यहाँदेखि 1:30मा हिँड्दो रहेछ टक्क हाम्रोतिर आउँदा चाहिँ 2 बज्दो रहेछ कमल जो खास घर त यहाँ हो नि के भएर हाइवेलाई दिएछ होइन यो मात्रै हो अलिक दिन मात्रै पहिलादेखि उतै बसेको अनि दाजुभाइ चाहिँ सबै उमै हो नि कोही लाभामा छ अनि यो लाइन तातो छ उबाट साह्रो थिन्छ ओइ गोठ पाला लगाएर आयो
हाइवेमा कुदेर गएछ यो रोड त अन्त मान्छे हिँड्ने बाटो यस्तो देख्दो रहेछ। अस्ति हेऱ्यो त अहिले निकै घाम लाग्दैछ नि। यहाँ अगाडि त सानो पहिरो त कहाँ गएको छ तलैसम्म यो त तलैसम्म गएको नि यो पहिरो। यहाँ कहाँनिर तर्केको थियो यहीँ हो। ट्योक्सिङ पनि यहाँ रोकिरहेको रहेछ। कहाँनिर हौ खास उसको घर? लट्टकेर यो त होइन होला त्यो होइन इस्माइल घर हो। ट्योक्सिङ पनि जान्थ्यो नि पहिला पहिला। उतैबाट जान्छ लड्कापुरबाट। उम्बो जाँदैन अहिले। डेली रोडमा उम्बो त उही पेम्बा ड्राइभरको त्यहाँ। अस्तितिर त उम्बो त हाम्रो जोगा परेर त्यो फुसफुस पानी पर्दाखेरि काम गर्ने हरस्नी घर आउँदा हाजिराको कति दिन्छ? हाजिरा 1000 गरेर दिन्छ। अब कम्ती मिस्त्री छ भने चाहिँ 800 गरेर दिन्छ। अब प्रायः जस्तो थुप्रो छ भने चाहिँ 1000 गरेर दिन्छ। इच्छेतिर त तपाईँको 1500 छ नि मिस्त्रीहरू। 1500? इँटा जोड्ने काठ मिस्त्री त्यहाँ तपाईँको लोकल खेतालाहरूको चाहिँ 500 रहेछ। ज्याङ पनि आइपुग्यो। यहाँदेखि उता चाहिँ गरम छ। तुवालोले गर्दा अहिले केही त देख्दैन।